हेलो साथीहरू, मेरो भिडियोको सन्देश के छ भने ब्रिटिश आर्मी सिङ्गापुर पुलिसको RI 2627 को अनलाइन फर्म खुलेको छ र अनलाइन फर्मको डेट फागुनको 25 गतेदेखि लिएर चैतको 25 गतेसम्म रहेको छ र तपाईहरुले चाहिँ यो डेटभित्र अनलाइन फर्म भर्नुपर्ने हुन्छ। यदि तपाईहरुले यो डेटभित्र अनलाइन फर्म भर्नु भएन भने तपाईहरुले चाहिँ RI 2627 मा चाहिँ देखाउन पाउनुहुन्न र उमेर रहेको छ 18 वर्षदेखि 21 वर्ष, मतलब 2062 साल मौसी 16 गतेदेखि लिएर 2065 मौसीको 16 गते उता हुनु पर्यो, मतलब अन्दाजी भाइ। र कति भएर चाहिँ अलिकति अनलाइन फर्ममा चाहिँ कन्फ्युजहरू हुन्छ र कहिले चाहिँ अनलाइन फर्म खुल्छ र अनलाइन फर्म कसरी भर्छ भन्ने जानकारी पनि हुँदैन र तपाईहरुले चाहिँ अनलाइन फर्म आफ्नै मोबाइलबाट चाहिँ भर्न सक्नुहुन्छ, आफ्नो साथीबाट चाहिँ सहयोग लिन सक्नुहुन्छ, कुनै पनि ट्रेनिङ सेन्टरबाट सहयोग लिन सक्नुहुन्छ र तपाईहरुले चाहिँ मबाट पनि तपाईहरुले चाहिँ सहयोग लिन सक्नुहुन्छ। यदि तपाईहरुले चाहिँ अनलाइन फर्म भर्न जानेको छैन भने मेरो WhatsApp नम्बर लिएर मेरो WhatsApp नम्बरमा तपाईहरुले चाहिँ आफ्नो नागरिकताको अगाडि र पछाडिको भाग चाहिँ फोटो खिचेर पठाइदिनु होला र म अनलाइन फर्म भरेपछि तपाईहरु चाहिँ फेज 1 कहिले र कुन दिन पर्छ भन्ने म जानकारी गराउने छु र तपाईहरुको चाहिँ रिप्लाई गर्ने छु। र नेपालको भाइहरुलाई म के सुझाव दिन चाहन्छु भने यदि तपाईहरु चाहिँ ब्रिटिश आर्मी सिङ्गापुर पुलिसमा लाउरे हुने इच्छुक हुनुहुन्छ भने तपाईहरुको चाहिँ यो वर्ष उमेर पुगेको छ भने तपाईहरुले चाहिँ मिस नगर्नु होला, किनकि तपाईहरु चाहिँ यही वर्ष अनलाइन फर्म भरेर तपाईहरु चाहिँ मिनेट गरेर तपाईहरु चाहिँ भर्ती भएर जान सक्नुहुन्छ। र अर्को कुरा फेज 1 कटाएर यदि तपाईहरु चाहिँ फाइनलमा चाहिँ पुग्नु भएन भने अर्को वर्ष यो वर्ष भन्दा एजुकेसन र फिजिकलहरुमा चाहिँ बेस्ट गरेर अर्को वर्ष हुने कोसिस गर्नु होला। र अहिले यो वर्षमा तपाईहरु चाहिँ फेज 1 मा फाल्यो भने तपाईहरु चाहिँ अर्को वर्ष लगभग 99% तपाईहरु नो रिएप्लाईमा नाम आउँछ र तपाईहरुले चाहिँ देखाउन पाउनुहुन्न र तपाईहरुले चाहिँ आफ्नो पढाइहरुलाई चाहिँ राम्रो गरेर आफ्नो फ्युचरको प्लानिङ गर्नु होला, किनकि तर तपाईहरुले चाहिँ यो वर्षकोलाई चाहिँ उमेर पुगेको छ भने मिस नगर्नु होला। र नेपालको भाइहरुलाई चाहिँ ब्रिटिश आर्मी सिङ्गापुर पुलिसमा भर्ती हुने इच्छुक भाइहरु यदि तपाईहरु चाहिँ ट्रेनिङ सेन्टर खोज्नु भएको छ भने GRTC ट्रेनिङ सेन्टर आएर चाहिँ जोइन गर्नु होला, किनकि GRTC ट्रेनिङ सेन्टरमा एकदमै अनुभव सरबाट चाहिँ म्याथ र इङ्ग्लिशको क्लासहरु चाहिँ दिइराखेको छ। एकदमै अनुभव पिटिआईबाट चाहिँ तपाईहरुको चाहिँ पिटीहरु चाहिँ खेलाइराखेको छ र होस्टेल फिसहरु चाहिँ एकदमै सस्तो र एडमिसन फिसहरु चाहिँ एकदमै सस्तो छ। र अर्को के सुझाव दिन चाहन्छु भने यदि तपाईहरु चाहिँ एकदमै भर्ती हुने इच्छुक हुनुहुन्छ, तपाईहरुको चाहिँ घरको स्थिति अलिकति कमजोर छ भने त्यस्तो खालको भाइहरुलाई चाहिँ मेरो तर्फबाट एडमिसन फिसहरुमा चाहिँ एकदमै डिस्काउन्टहरु गरिराखेको छ। त्यस्तो भाइहरु छ भने मसँग कन्ट्याक्ट गर्नु होला, किनकि मैले